हाई गाइस, आज पनि तपाईहरुको सामु न्यू भ्लग लिएर उपस्थित भइसके। आजको मेरो भ्लग चाहिँ नानीको लुगा धुन जाँदैछु, त्यसै सम्बन्धित भिडियो हुनेछ, हेरेर साथ दिनुहोला। 3-4 दिनपछि हाम्रो गाउँमा मजाले घाम लागिरहेछ। आजको मौसम एकदमै क्लियर छ गाइस। ढिला नगरिकन म चाहिँ धारातिर लागे। फेरि हाम्रो धारामा चाहिँ कहिले पानी आउँछ कहिले आउँदैन, त्यो चाहिँ मलाई थाहा छैन आछ कि छैन। यसो धारा खोली हेरेको पानी पनि आएको रहेछ। म चाहिँ ढिला नगरिकन लुगा भिजाउन लागे। फेरि पानी मरिहाल्छ, कतिखेर मर्छ थाहै हुँदैन। बच्चा बच्ची हुर्काउन पनि गाह्रो छ हो गाइस। भर्खरै सफा लुगा लगाइदियो, 5 मिनेट भित्रमा त्यो लुगा धुएको लुगा लाओ अथवा फोहोर लुगा लाएको हो, छुट्याउनै गाह्रो पर्छ हो गाइस। यो प्यान्ट चाहिँ हिजो मैले नानी स्कुलबाट फर्केपछि लगाइदिएको थिएँ। हेर्नु न गाइस कति फोहोर बनाएको छ। अहिले पानी मर्छ भन्ने डरले चाहिँ मैले एकदमै हतार हतार गर्दै लुगा पखाल्नतिर लागे। धारामा सानो पानी आएको भएर मलाई लुगा पखाल्नलाई एकदमै टाइम लाग्ने भयो। सानो पानी आछ भन्दैमा साबुन राम्रोसँग नपखाल्ने कुरा पनि भएन। साबुन त राम्रोसँग पखाल्नु पर्छ, फेरि घाटा आफैलाई हो। भोलि घाउसाउ निक्ल्यो भने जे होस्, भिडियो बनाउँदै काम गर्दै गर्दा एकदमै मजा पनि हुँदो रहेछ। अब अरूलाई कस्तो लाग्छ त्यो मलाई थाहा भएन। खासमा नानीको लुगा चाहिँ हिजै धुनु पर्ने थियो, मैले अल्छी गरेर धुइनँ। लुगा पनि पखालिसकेँ अनि मलाई एकदमै गर्मी भयो। पानी सानी खाएँ मैले, किनकि अहिले एकदमै धेरै तातो घाम लागिरहेको छ हाम्रोतिर। धेरै दिनपछि घाम लागेर होला। हेर्नु गाइस, एकदमै क्लियर मौसम छ हाम्रोतिर आज चाहिँ। आजको मौसम देखेर चाहिँ मलाई तलतिर फर्केर हेरिबसौँ जस्तो लाग्यो गाइस हैन। ल गाइस, आजको लागि यति नै। यस्तै भिडियो हेर्नको लागि मलाई फलो गर्दै गर्नुहोला। बाइ।